आज बिहानै बिहान उठेको यसो भोलि त दसैँ हो बाहिरतिर हेरेको त सुनसान देख्छु। अब यसो रोडतिर गएर घुमघाम गरेर आउनु पर्यो। कस्तो माहौल छ काठमाडौँको गाईको सब सुनसान छ। मान्छेको घरमा सिटीहरू बजिरहेको छ। म अब बाहिरको भ्यू हेर्न गइरहेको छु। कस्तो छ सुनसान आज काठमाडौँको मन अर्कै लागिरह मलाई। गाउँ नगएर आएको बस्नेहरू सबै गइसके दसैँमा घर पनि सुनसान ताला लाएर अब म बाहिरतिर निस्किएँ गाइज। काठमाडौँतिर नवमीको दिन यता बाइकहरूको पूजा हुँदो रहेछ खास गरेर। त गाइज बाटोमा त कुकुर बाहेक केही पनि छैन। यता दुईजना कुकुर लडिरहेका छन्। उडाउने कार्यक्रम भइरहेको छ। पुरै खाली छ यो रोडमा त केही छैन। सिर्फ कुकुरहरू मात्रै डगी छ ओन्ली। कस्तो सुनसान हुने रहेछ नि घरमा एउटा बाइक पनि अहिलेसम्म त एउटा बाइक पनि पुरै सुनसान छ। म यसो पसलसम्म घुमेर आउँछु कतिको भिडभाड हुने रहेछ। सुनसान के तिमी मैले कुनै बाइकहरू पनि हिँडेको देखेन मैले अहिले त। ल एउटा बाइक आयो त्यही पनि त्यही बस्ने बासिन्दा पुरै काठमाडौँ छोडेर गाउँ गइसकेका छन्। त्यसैले सुनसान छ। यसो डुलेर आएको कार्यक्रम भइरहेछ। मनै कस्तो सुनसान लागिरह यता अर्को बाबु जङ्गा पुग्यो फाइनल्ली। अब कस्तो खलियो हुने रहेछ। रुम पनि आइपुग्यो। बाहिरको भ्यू हेरेर आएर सुनसान रहेछ। देख्नुभयो नि तपाईँले कस्तो पानी तिर्खला छ। पानी सारेर खानु दसैँको मौसम मनै कस्तो खिन्न भयो। के गर्नु बाहिर जाऊ पुरै सुनसान छ। रुममा बसम झ्याउ लागिसक्यो। अब यसो लुगा पटाउनु छ लुगापटा राख्नु पर्यो। अल्छी लागिसक्यो। अब लुगा सुगा पटाउनु पर्यो। छुट्टीको बेला रुम सफा गर्नु पर्यो। बिस्तारा अल्छी लागिसक्यो। घरमा त सबैजना मनै राखेको होला है। जस्तै सोच्दै बस्नुपर्ने अवस्था झ्याउ लागिसक्यो। कति ठुलो भइसकेको रहेछ यता धेरै पछि हेरेको। काममा गएर मनी प्लान्ट पनि हेर्न भ्याएकै थिएन। यता कहीँहरू पनि मिलाउनु पर्यो। के गर्नु दसैँको बेला यस्तै हो रुमसुम मिलाएर बस्ने अवस्था। यसमा मैले क्यान्डीहरू राख्थेँ क्यान्डीहरू पनि सकेको रहेछ। धन्नै पानी नै खस्यो यता पुस्नुपर्ने अवस्था भयो। यता क्लिपहरू मिलाएर राख्नु पर्यो। के गर्नु सबैलाई दसैँ लागेको छ। मलाई चाहिँ रुम मिलाउने सिजन लागेको जस्तो फिल भइरह। काँटाहरू जहिले नि मैले यस्तै पर्दामा टाँगिरहेको छु। मलाई यस्तो बाहिर कतै जाँदाखेरि लाउनको लागि इजी हुन्छ खोज्नु पर्दैन भनेर मैले जस्तो भर्खर किनेको काँटाहरू न्यु एकातिर राख्ने पुरानो एकातिर राख्ने भनेर सोचले मिलाउँदै गरेको थिएँ। पर्दाहरू पनि उड्दैन त्यसरी मिलाइयो काँटाहरू। मलाई धेरै सोच्दै रुममा डुल्दै यता हेर्छु के गरौँ फेरि बाहिर हेर्छु झ्याउ लाग्छ। नानीको बोटनी कति ठुलो भइसकेको रहेछ। प्रस्ताव छ झ्याउ लाएर तँलाई आएर 2-3 शब्द बोल्न। यता ब्यागमा मैले क्लिपहरू राखेको रहेछु। ब्यागमै बिर्सेको कति त फेरि यहीँ टाङ्छु म यस्तै पारेर। खानासाना पकाउनु पर्यो मुखसुख धुनु पर्यो। यसो बाहिर त घुमेर आइयो अब त पेटमा हाल्नको लागि खानेकुरा त चाहियो। के पकाउने होला फेरि भोलि चाहिँ दसैँ। खसीको मासु खाम भने पिटिक्कै मनै पर्न छोड्यो। अब के खाने ब्रोइलरै खाम सोचिरहेको छु। अब ब्रोइलर लिन पनि पठाउनु पर्यो। यता रुममा 2जना नानीहरू छन् उनीहरूलाई पठाउनु पर्यो। ब्रोइलर नि कति ल्याउने होला 1 केजी ल्याउँदा धेरै हुन्छ 3जनालाई। फेरि आधी केजी ल्याउँदा थोरै हुन्छ।
गाह्रै छ मासु कति ल्याउने सोचिरहेको छु अब यसो आएर बेडमा एकछिन पल्टेको अझै लाग्छ। अब म खाना बनाउनुतर्फ लागेँ। सबैलाई ह्याप्पी दसैँ, बाई बाई। सबैको माया सपोर्ट लाइक कमेन्ट गरिदिनु होला। बाई बाई गाइस।